सम्पूर्णमा नमस्कार। आरामै हुनुहुन्छ? हजुर आरामै हुनुहुन्छ। ल हामी चाहिँ के को बारेमा गफ गर्ने रे आज? मुस्ताङ जाने रे के। मेरो छोरालाई एकदम मुस्ताङ जान मन लागेको छ अरे। हामी केमा जाने मुस्ताङ? गाडीमा। म त जान सक्दिनँ, बमिट आउँछ, म सक्दैन। ल भन केमा? तिम्रो साइकलमा जाने? पुगिन्छ के साइकलमा पनि? जति दिनमा भयो नि मुस्ताङ पुग्ने हो नि त। पुगेला नि त। नजाने साइकलमा? केमा जाने? अटोमा? केमा? लिँदैन, आफै चलाउने त हो नि। अटो चलाउनु आउनु न? भाडामा मागेर लिएर जाउँला। बेर लाग्छ। छिट्टै जानु पर्यो मुस्ताङ। ल मेरो छोरालाई चाहिँ एकदम मुस्ताङ जानु मन लाग्यो अरे। यसो गर्ने के, अहिले नजाने, तिमी अलि ठुलो भएपछि तिमीले बाइक चलाउने, मलाई पछाडि राखेर लिएर जाउँला हुन्न? तिमी र म त अटाउँछौँ नि थोरै सिट भने। अरू कसलाई लिएर जानु पर्यो र? को 3जना? बाबालाई नलैया नि, तिमी र म भएर मात्रै जाने कि? हस् ओके। ल डन गरिदेऊ। डन। अरे बाइक खस्छ? कहाँ खस्छ बाइक? आफूले चलाउने नि, राम्रोसँग चलाएपछि कहाँ बाइक खस्छ? खोलामा खस्छ। मेरो छोरालाई चाहिँ मुस्ताङ जानलाई, बाइक चलाएर जानलाई चाहिँ खोलामा खस्छ भन्ने चाहिँ उसको दिमागमा छ। अनि उसलाई एकदम मुस्ताङ जानु मन लाग्यो अरे। अनि त्यसपछि अहिले हामी नजाने। मेरो छोरा ठुलो भएपछि मलाई बाइकमा चढाएर जाने प्लान भयो। यो चाहिँ डन हो नि छोरा, अगाडि हेर। यो मैले पढ्न राखेको है। अनि हामी जहिले मुस्ताङ जाम भन्ने होइन है। अब हस्, हामी कहिले जाने रे? कुन बाइकमा जाने रे? तिम्रो त के बाइकको नाम पनि अचम्मको छ नि। कुन बाइक रे? बाइकको नाम भनिदिऊ त। के नि? X+ के हो? X25 को बाइकको नाम छ कि छ? बाइक X के रे? X25 X25 बाइकको नाम बाइक छ कि छैन त मलाई थाहा